यहाँहरु सम्पूर्णमा नमस्ते। आज हामी एकदमै महत्त्वपूर्ण प्लान्टसँग भेट भएको छ, जहाँ यो एउटा भेजिटेबलको रूपमा पनि प्रयोग गरिने प्लान्ट रहेछ। मैले शीतलचिनी भनेर सुनेको थिएँ, तर रियलमा चाहिँ देखेको थिएन र यसलाई चाहिँ कुन भाषामा हो साइजन भन्दो रहेछ। यो साइजनको तरकारी चाहिँ एकदमै स्विटेस्ट हुन्छ भनेर सुनेको थिएँ र मैले टेस्ट पनि गरेको छु। एकदमै यो स्वादमा मिठो भन्दा पनि योबाट चाहिँ शरीरलाई शक्ति दिने थुप्रै प्रोटिनहरू भिटामिनहरू पाइन्छ भन्ने कुरा सुनिएको छ। एकदमै राम्रो छ। उहाँ सरलाई देखाइदिनु सर। यसको भ्यालु त हाम्रो उहाँ सरले चाहिँ एकदमै बताएपछि हामीले रुममै गएर टिपेका छौँ र यो तरकारी खानेछौँ। यो तरकारी खाएपछि उहाँ सर जस्तै म पनि मोटाउने छु भन्ने आशा छ। ल हिँड्दै गफ गरौँ त। एकदमै हामी यति बेला चाहिँ ज्यामिरीको 7 नम्बर वडा तल सियोरेखेततिर छौँ, बलौटेमा। तपाईँहरूतिर पनि यस्तो देख्नुहुन्छ हजुरहरूले भने यसको नाम हो शीतलचिनी र यसको भ्यालु बुझ्नु भएको छैन भने आजैदेखि तपाईँहरूले पनि यो भेजिटेबलको रूपमा प्रयोग गर्न सक्नुहुन्छ। योबाट भिटामिन प्रोटिनहरू प्रशस्त मात्रामा पाइन्छ। पातबाट चाहिँ हाल अहिले बजारमा देखिएको मोरिङ्गा पाउडर भनिने यसकै पातलाई पिसेर बनाइएको पाउडर हो, जसबाट चाहिँ विभिन्न किसिमको शक्तिवर्धक चिज, जसमा चाहिँ हामीले चट्टानमा पाउने के त्योभन्दा पनि बढी शक्ति दिन्छ यसले दिन्छ। यति राम्रो चिज छ। नफालौँ ल र चाहिँ सदुपयोग गरौँ। हामीले जडीबुटी चिनौँ, रोग चिनौँ। धन्यवाद।